हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला र हामी पनि सन्चै आरामै छौँ। न्यू डे न्यू ब्लग गाइज। आज चाहिँ हजुरहरूलाई के देखाउन आएको भने नि के भन्न चाहिँ आएको भने नि खुसीको खबर है त साथीहरू। आज चाहिँ हामी काठमाडौँ जाँदैछौँ गीत रेकर्ड गर्नलाई। अनि गीत रेकर्ड गर्न जाँदैछौँ। अहिले घरबाट चाहिँ निस्कियो है। अनि मेरो बुढा मेरो छोरो चाहिँ यता छ, छोरी चाहिँ यता। बाबु चाहिँ आमा घर राखिदिएको छौँ। बाबुलाई चाहिँ यस्तो भयो कि अब ठुलो पनि हुनुहुन्छ होइन, अनि गाह्रो पनि हुन्छ, अब चक्करहरू लाग्ने हुन्छ, अनि बाटोमा बमिट पनि गर्नुहुन्छ। अनि आमाको घरमै बस्नु है भनेको ज्ञानी छ। फेरि बाबु मान्नु भयो, बस्छु भन्नुभयो। अनि नानी चाहिँ अलि सानै छ नि त, यो त दुध खान्छ नि तैँले त्यही भएर मेरो छोरी चाहिँ जानुहुन्छ मेरो नानीलाई है। अनि मेरो नानी चाहिँ जान्छ। अनि त्यहाँबाट अनि हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। कतिले आशीर्वाद दिनुहुन्छ या दिनुहुन्छ अनि कमेन्टमा आशीर्वाद दिनु होला, राम्रोसँग जानु भनिदिनु होला र सबैजनाले माया साथ सपोर्ट गर्नु होला र हजुरहरूलाई देखाउने छौँ के कसो हुन्छ भनेर सबै कुरा। काठमाडौँसम्मको हामी सबै कुरा देखाउँछौँ है त हजुरहरूलाई, कसरी जान्छौँ, के गरेर जान्छौँ, कसरी जान्छौँ भनेर सबै कुरा देखाउने छौँ। र मेरो बुढा चाहिँ अलि बिरामी नै हुनुहुन्छ कठै, अब के गर्ने, गीत त गाउनै पर्यो होइन। अनि गाह्रो भएको छ कि, किनभने उहाँको चाहिँ पेटमा जुगा छ नि त। अनि त्यो जुगाको कारणले गर्दा झन् मान्छे इत्रु हुँदै जानु भइसक्यो। त्यो जुगालाई जबसम्म अपरेसन गरिन्न, जबसम्म त्यो जुगा निकाल्न, तबसम्म मेरो बुढोलाई चाहिँ बेसरी नै गाह्रो भइरहेको हुन्छ होइन। सो अब मेरो बुढा चाहिँ गाह्रो भए पनि अब जान परिहाल्यो, जसरी भए पनि सबैजनाले माया साथ सपोर्ट गर्नुहुन्छ भन्ने धेरै आशा छ। अब चाहिँ म छुट्टिन्छु गाइज है। अब अहिले गाडी चढ्छौँ, फेरि हजुरहरूलाई देखाउने छौँ। गर्मी फेरि चितवनमा यति गर्मी छ नि के, यति गर्मी छैन कि। यो चितवनको ठाउँ त नि यस्तो गाह्रो छ नि साथीहरू है, यस्तो गर्मी छ नि, घाम पनि यति लाग्दैन कि भन्नु है त साथीहरू। मलाई नि कस्तो देखेछ भने कमेन्ट गर्नु होला। सो ओके गाइज है, अब चाहिँ म छुट्टिन्छु अहिले एकछिनमा। नेक्स्ट भिडियोमा हेर्नुपर्छ ल सबैजनाले। ल फाइनली गाइज हामी चाहिँ काठमाडौँको गाडीमा चढिसकेको छौँ। हेर्नु नम्बर यही हो, हेर्न सक्नुहुन्छ है। अनि मुना चाहिँ उहाँभित्र हुनुहुन्छ, यता बसिरहनु भएको छ झ्यालमा। हाई गर्नु मुना। हामी चाहिँ जान लागिसकेको है गाइस। म चाहिँ मास्क लाएर बसेछु, गर्मी यस्तो भएको छ। मास्क लाएर बस्नु है। त्यही हो, चढिसक्यो गाडीमा चाहिँ। अब कलङ्गी झर्छौँ, कलङ्गी झरेर के कस्तो हुन्छ, अनि गाडीमा कहाँ रोकिन्छ, कहाँ खाना खाइन्छ, त्यो सबै देखाउने छौँ। सबैजना साथमा बस्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। त्यति भन्दै छुट्टिन्छु, अहिले नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त। यो चाहिँ हाम्रो नारायणघाट पुलचोक हो होइन। मुनालाई चाहिँ भोग लाग्यो अरे, अनि म चाहिँ यहाँ खाजा लिन आएको, मोमो लिन आएको है। यो होटेलमा हेर्न सक्नुहुन्छ हजुरहरूले। यो होटेलमा चाहिँ बफ मोमो 2 प्लेट लिन आएको छु है। अब नानीलाई भोग लाग्यो भने अनि त्यही कारणले लिन आएको छु। सबैले साथ सपोर्ट दिनु होला। यो नयाँ गीत चाहिँ एकदम राम्रो होस् भनेर आशीर्वाद दिनु होला है। त्यति भन्दैमा अहिले छुट्टिन्छु, नेक्स्ट भिडियोमा भेट्नुपर्छ है हजुर। नेक्स्ट भिडियोमा चाहिँ पक्कै भेट्नुपर्छ है। ल फाइनली गाइस खाजा चाहिँ मुनाको लागि यहाँनिर मोमो होइन, बफ मोमो लिएर जाँदैछु म चाहिँ। अहिले चाहिँ नारायणघाटको पुलचोकमा छु। अब यहाँबाट गाडी चाहिँ समातिसक्यौँ हामीले। अब नानीको लागि अलिकति खाजा लिन्छु यहाँबाट, चिसोहरू चिप्सहरू लिन्छु, अनि त्यसपछि गाडीमा जान्छु, हजुरहरूलाई देखाउँछु है। लोग्ने मान्छेलाई कति गाह्रो हुन्छ हेर्नु। यहाँ बुढाहरूको लागि सामान, यता बुढीको लागि, यता छोरीको लागि केक, सबै सामान रेडी गरेर जान लागेको छु अहिले चाहिँ म। ल गाइजी मुनालाई चाहिँ गाडीमै मोमो ल्याएर टक्क ल्याएर खाजा खुवाएको छु। भोग लाग्यो अरे। भयो साँच्ची भयो। यता छोरी चाहिँ केक खाँदै हुनुहुन्छ। साथी हो, हामी चाहिँ अहिले मलिखु आइपुगेको है। निदाएछ गाडीमा त, सुतेछ। कति गर्मी नि, यति गर्मी आमामामा। कहिले गाडी रोक्ला र एकछिन भए पनि हातमुख धुम्ला भएको थियो, यस्तो गर्मी। मेरो नानीले फेरि आमा बमिट गर्ला जस्तो गरेर कति गाह्रो भएको नि। हामी चाहिँ आइपुग्यो है। अनि अहिले चाहिँ गाडी हाम्रो यता छ, यो गाडी हो हाम्रो चाहिँ है, हेर्न सक्नुहुन्छ।
मेरो बुढा यता बस्नुभएको छ उता त्यहाँ पैसा गन्दै हुनुहुन्छ पैसा उता गन्दै हुनुहुन्छ खै के लिन लाउनु भएको यति गाह्रो भएको नि म त कहिले नआम जस्तो भएको के साथीहरू है कहिले नआम जस्तो भएको यति धेरै गाह्रो भएको के गर्ने मेरो बुढा फेरि आमामा नि अनि साथीहरू यस्तो कस्तो गाह्रो भएको यता हेर्नु न फेरि यता मलेखुको खोलाहरू यस्तो छ है कस्तो देखिनु भएको छ मेरो बुढा होइन छोरीले खायो छोरी र म चाहिँ चिप्स खान्छु एउटा अनि चिसो अघि नै किनेको चिसो तातो न तातो भइसकेछ अब त्यही भएर खानु परिहाल्यो फाल्ने कुरा हुँदैन साथीहरू है अनि सो अहिले एकछिनमा भेट्नुपर्छ ल काठमाडौँ ओर्लेपछि अहिले चाहिँ यहाँ म छुट्टिन्छु ल यस्तो गाह्रो भएको छ आमा अनि गर्मीको कारणले गर्दा यति धेरै गाह्रो भएको छ नि साथीहरू है अहिले एकछिनमा भेट्नुपर्छ नेक्स्ट भिडियोमा मलेखुको बाटो होइन अहिले चाहिँ हामी मलेखु आइपुग्यौँ कति राम्रो सिन छ खाएको छ मेरो बुढीलाई चाहिँ भिडियो बनाउनु छ भिडियो बनाउनु साथै खालि भयो मात्रै भन्छ कि भयो भने होइन है भयो भन्ने भए बनाउँथेन खालि भयो कि भयो भ्लग भनेको अलिकति लङ भएको राम्रो हुन्छ क्या हेर्न पनि मजा आउँछ होइन हजुरहरूलाई मजा आउँछ नि त हेर्नु पनि मलेखुमा मेरो मामा घर पनि यतै छ क्या यतै छेउछाउमै छ है तर अब कहाँ छ भने चाहिँ थाहा छैन तर यही छेउछाउमा चाहिँ मेरो मामा घर छ क्या छोरीले चाहिँ उल्टी गरेर के बच्चाले यतिको चाहिँ भइसकेछ ल चक्कर लाग्यो चक्कर लाग्यो आया भएको छोरालाई पापा किनिदिन्छ झर्नी साथै खाने भन त आया भएको पापा किनिदिन्छ के खाने जुस खाने रे फ्रुटी हस् फ्रुटी किनिदिन्छ हस् मै दादासँगै बस्नु पर्थ्यो नि त अनि छिर्यो है कलङ्की काठमाडौँको क्षेत्र अब चाहिँ कलङ्की आइपुग्नु है आज एक दिन चाहिँ कलङ्कीमै बस्छौँ नानी बाबुको घर जाने भनेर सोचेको थियौँ नानी बाबुको कोठामा अब रात परिसक्यो नानी बाबुलाई के दुःख दिनु है अब कलङ्की आइसक्यो कलङ्कीमा झर्छौँ दाइ कलङ्कीमा रोक्न मिल्छ भने रोकिदिनु है हस् 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 ल गाइस हामी चाहिँ आइपुग्यौँ है अब कलङ्की चोकैमा झारिदिन्छु भनेर चढाएको थियो त्यो गाडीले अनि अब गाडी नै नचढे जस्तो गर्यो तिनीहरूले चाहिँ यता ल्याएर झार्छु बच्चा लिएर अब यत्रो ब्याग स्याग लिएर होइन त्यही त हो नि गाह्रो हुन्छ फाइनली आइपुग्यो अब जान्छौँ ट्याक्क लाएर आउँछ आउन चाहिँ आइपुग्यो तर त्यो मान्छे चाहिँ एकदम हरामी के गाडीको मान्छे सुरुमा चढाउने बेला
550 एकजनाको लिग्यो है अनि 2 जनाको 1100 भयो कलङ्की चोकैमा झारिदिन्छु भाइ मिल्छ झर्न झारिदिन्छु भाइ मिल्छ भनेर चढायो लु साथीहरू हामी चाहिँ नानी बाबुको कोठामा आइपुग्यौँ यति थकै लागेको छ अनि हाम्रो नानी चाहिँ उहाँ हुनुहुन्छ कतिले चिन्नुहुन्छ चिन्नुहुन्न है अनि 2 वर्ष भइसक्यो भेट नभएको अहिले चाहिँ उहाँलाई भेट भइसकेको छ अनि उहाँको भुँडी पनि हेरेर सक्नुहुन्छ अनि यति खुसी लाग्यो है अनि आउन चाहिँ खोज्नु भएको थिएन के अरे आउन चाहिँ हामी खोजेको थियौँ किनकि नानीलाई धेरै दुःख हुन्छ हामी गएपछि होइन अनि दुःख हुन्छ भनेर कस्तो हामी आउन खोजेको थियौँ तर मनले चाहिँ फेरि आइसकेपछि रिसाउनुहुन्छ होला किन आउनु भएन हाम्रो कोठामा भनेर अनि दुःख हुन्छ नि त जे जस्तो भए पनि यस्तो बेलामा कति गाह्रो हुन्छ त्यो त मैले नि भोगेको छु नि त अनि त्यही भएर साथीहरू है धेरै नै गाह्रो हुन्छ अनि आइ पनि सक्यौँ अनि धेरै खुसी लाग्यो अब चाहिँ हामी भोलि एक दिन पर्सि त हामी गइहाल्छौँ होइन अनि रेकर्ड गरेर गीत रेकर्ड गरेर सबैजनाले भिडियो चाहिँ फुल हेरिदिनु होला सबैजनाले माया साथ सपोर्ट गर्नु होला है अनि कतिले चिन्नु भएको कि भएन उहाँजीलाई चाहिँ भन्नु होला कमेन्टमा है सबैजनाले उहाँले पनि भ्लग बनाउनुहुन्छ अनि उहाँको नि के छ नाम अमृत सुस्मी छ सबैजनाले उहाँलाई पनि सब्सक्राइब गर्नु होला मेरो नानीलाई सबैजनाले नानी बाबुलाई है त अनि गाइस हामी आइसक्यौँ होइन अनि मेरो नानी नि कति थाकेको न ल हेर्नु नि कति सबै बोल्छ मेरो नानी चाहिँ सबै बोल्छ अनि साथीहरू है अनि हामी चाहिँ आइपुग्यौँ एकदमै धेरै खुसी लाग्यो है अनि सबैजनाले हाम्रो नयाँ कोही हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला लाइक कमेन्ट सबै गर्नु होला र भिजिट गरिदिनु होला फुल भिडियोलाई भन्न चाहन्छौँ अनि नयाँ गीत आइसकेपछि चाहिँ साथीहरू सबैजनाले एउटा टिकटक बनाएर भए पनि साथ दिनु होला सबैजनाले माया साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु है अहिलेको लागि चाहिँ धेरै नै थाकेको छु छुट्टिन्छु ल अब चाहिँ म इन्डिङ गर्छु होइन कति धेरै थके लाग्यो अनि चक्कर पनि लागेको मेरो नानी फेरि कस्तो के लडेर अघि बाटोमा यस्तो टेन्सन लाएर मलाई त ब्ल्यान्टै लड्यो त्यो दङदङेको होला नि बिचरा त्यो गाडीले गर्दाखेरि चक्कर लाग्यो होला नि दङदङे लडिरा अनि ओके गाइज अब चाहिँ म छुट्टिन्छु ल बस्छु अब चाहिँ आनन्दले एकछिन भए पनि पानी सानी खाएर बस्छु ओके अब चाहिँ म छुट्टिन्छु बाई बाई गाइज